दासत्व स्वीकार गर्नुपर्ने एउटा संस्था हो। त्यसैले हामीलाई दासत्व स्वीकार छैन, राजा स्वीकार होइन। हामीलाई राजा आफ्नो नाममा ठिक हुनुहुन्छ, निर्वाचन राजा ठिक हुन्छ, राजवादीहरूले उहाँलाई गएर सधैँ सेवा गरून्, हामीलाई कुनै आपत्ति छैन। तर हाम्रो देशका जनताहरू दास बनाउन हामीलाई स्वीकार्य छैन। किन भन्दाखेरि हाम्रो देशमा विकास चाहिएको, हाम्रो देशमा रोजगार चाहिएको, हाम्रो देशमा सुशासन चाहिएको, हाम्रा देशका युवाहरू जुन विदेशको भएर गुलाम बनेका छन् ती सबै युवाहरूलाई कसरी फर्काउने, हाम्रै देशमा कसरी उद्योग कल कारखाना खोल्ने, कसरी हाम्रो देशलाई विकसित राष्ट्रमा परिवर्तन गर्ने भन्ने हाम्रो जेनजीको सोच छ। त्यो हाम्रो भिजन पनि छ, हामीले पुरा पनि गर्छौँ। तर राजावादी भन्दै आएर उहाँहरू भनेका अब बुढाखाडा हुनुहुन्छ, उहाँहरूको उमेर कति न होला, 10 वर्ष होला, 20 वर्ष होला, त्यसपछि उहाँहरूको यहाँ धरतीमा बास नहोला, सायद बास हुने भनेको त हामी जस्ता पुस्ताको होइन, हामीले नै देश निर्माण गर्ने हो नि, हो कि नै भन्नुहोस् त। तर तपाईँहरू आज यस्तो हो जेनजी। अब जेनजी पनि होइन धेरै स्वार्थमा हिँडिरहेका छन्, राजनीति गर्दै हिँडेका छन्, पार्टी खोल्दै हिँडेका छन्। म पार्टी खोला जेनजीले पार्टी खोला नखोला भन्दिनँ, तर हाम्रो माग चाहिँ पहिला मागलाई ध्यान दियो क्या। केका लागि ती बालबालिकाहरूले रगत बगाएका थिए, केका लागि शहीद भएका थिए, त्यसको मर्म बुझेर अगाडि बढाउन। अनि बालेन शाह, रवि लामिछाने, कुलमान घिसिङ सबै मिलेका छन्।